ए बाबा त्यो मासु भातको पैसा त्यो बाँड्न गएको पैसा उसको भए त उसको सम्पत्ति घट्नु पर्ने त बढ्या छ हाम्रै पैसा हो खाइदिने हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा हो खाइदिनुस् हाम्रो स्कुलमा राम्रो शिक्षा दीक्षा नदिएर लुटेको पैसा हो खाइदिनुस् हाम्रो बाटो पुल नहर नबनाएको पैसा हो खाइदिनुस् तर भोट चाहिँ घन्टीमा लगाइदिनुस् अंग्रेजीमा टिट फर ट्याट भन्छ 34 वर्ष झुक्याए हैन यस वर्ष त्यो उनीहरुलाई झुक्याइदिउ घरमा आउँछन् आमा बुवा लई मलाई है यसपटक पनि भोट है हामीलाई अन्तिममा हो के भन्छन् अब के भने बाँकी के छ होला छ होला त्यही पनि थाहा दिन जाने होलान् अब झुटको दोकान खोल्नेलाई मैले के सिकाउनु पर्छ थाहा छ आउलान् केही भनेर आउलान् मुख धोइ पोखाली गरेर आउलान् क्रिम पाउडर लाली साली लगाएर आउलान् त्यतिखेर तपाईले भन्ने के भने हुन्छ हुन्छ कहाँ भन्नुहुन्न बर्बाद हुन्छ भन्ने हैन हो तपाईलाई नै भोट तपाईले हो नि कहाँ हुन्छ तिनीहरु हैन तपाईलाई भन्ने हो भन्ने त्यो हो गर्ने के हो त मैले किन भन्नु परेर अब यहाँ अब एउटा मात्र भोट हाल्दा हुँदैन फेरि दुईटा खै दुईटा घण्टी कहाँ छ अर्को यसपटक दुवैतर्फ भ्रष्टाचारमा लिप्त भएका र न्याय र सुशासन माग्न सडकमा आएका बालबालिकाहरूलाई छाती र टाउकोमा ताकेर गोली ठगेकाहरूले जतिसुकै भेष बदलेर आए पनि यसपटक उनीहरूलाई प्रतिपक्षमा राखेर मद्दत गरिदिनु होला हामी उनीहरू प्रतिपक्षमा बसोस् भन्ने चाहन्छौँ सडकको प्रतिपक्ष सदनमा त एक ठाउँ नजिताउने एक भोट नदिने हो